बलात्कारले भेट्नु भने के गर्नुहुन्छ ल तर नाबालक छ रे त ऊ पनि 16 वर्ष मुनिका छन् रे कानुनले त्यही भनिरहेको छ त हेर्नुहोस् त रिभिल गर्न मिल्दैन देखाउनु मिल्दैन पब्लिक गर्न मिल्दैन भन्दै के कानुनले त्यो भनौ पुरानो कानुनले त्यो भनौ र नयाँ कानुन बनाउन लागि न हामीले 2 3 3 पुरा भोगेन त हो पहिलाको कानुनले यही भनेको थियो र त अहिलेको नयाँ मान्छेहरुलाई त्यो कानुनमा पठाएको त हामीले हो गए भन्नु पछिल्लो समयमा अहिले फेरि बालेन शाहको चर्चा आइरहेछ के बालेन शाहले आफ्नो छोरी सुन्नुस् न उहाँ चुप गरेर बसेपछि हुन्छ उहाँले स्ट्याटसमा के गर्यो भाइ ठिक गर्यो है बलात्कार गरेर मार्यो मात्रै एउटा मात्रै किन मारेको 7 वटा छोरीलाई मार्नु छ नि भनेर स्ट्याटसले के भयो भने पनि अहिलेको सरकार समर्थक यस्तो छन् गुड भन्नुमा मार्ने सरकार यस 7 वटालाई मार्नुपर्छ अझै सुनाउनुपर्छ भन्ने खालको छ क्या अहिलेको समर्थक त्यही कारणले गर्दा निर्मला पन्त पनि त्यतिकै ओझेल भयो भागरती भट्ट त्यतिकै भयो इनिसा विगको नि त्यस्तै अवस्थामा आयो हेर्नुहोस् न यहाँ त अब के हुन्छ रेप गर्यो 16 वर्ष जेल बस्यो फेरि बाहिर निक्ल्यो हेर्नुहोस् त कति मजा रहेछ त कानुन मजा रहेछ त आफूस भएर गाली गर्ने कुरा अलग भयो अहिले दुईटैको सरकार छ चाहे भने कानुन संशोधन हुन्छ त्यसैमाथि महिला कानुन मन्त्री छ जो विधिको महिला कानुन मन्त्री त कुनै छोड्नु यार तपाईले इन्टरभ्यु हेर्नुभएको छोड्दैन कोहीमा एबिडी सम्मिलित केमा दिनुभएको एउटा इन्टरभ्यु मैले हेरेको छु मजाले बलात्कार गर्दाखेरि कुनै पनि छोरीमा बलात्कार भयो भने उहाँको शरीरमा चोटपटक लाग्यो अथवा कतै अपाङ्ग हुनुभयो भने मात्रै उहाँको बलात्कार हुन्छ है नत्र बलात्कार गर्नुभयो भनेर त्यस्तो मान्छे त हुनुहुन्छ हाम्रो कानुन मन्त्रीज्यू त्यो पनि महिला अब हामी उहाँबाट के आश गर्छौँ यो हामीले मन्त्री परिवर्तन गर्नको लागि गरेको आन्दोलन पनि होइन हामीलाई जस्ट न्याय चाहियो भन्ने तर्क गर्ने कुरा अलग भयो कि अब उहाँ ठाउँमा हुन्छ उहाँलाई सल्लाह के चाहिँ कति युवाको हैसियतले तपाईँ महिला पनि मलाई चाहिँ आश छैन यो क्वेसन आशै छैन तपाईँले मलाई किनभने अब उहाँ त्यस्तो बोलिसक्नु भएको छ उहाँहरू प्रधानमन्त्रीमा उहाँहरूको हातमा कानुन भइकन देशमा झन् झन् दिने भनिरहेको छ हो कि होइन उहाँले एक शब्द बोल्नु भएको छैन अहिलेसम्म बालेनज्यू त झन् सरकार त झन् घुम्न जानु परेको त होइन मुस्ताङ्गे कता मनाङ्गे मुस्ताङ उहाँलाई पुरा गर्ने आनन्द मजा आइरहेको छ है तर सरकार तपाईँलाई मजा आइरहेको छ है देशमा यस्तो यस्तो घटना घटेर दिनदिनै बच्चाहरू मरिरहेका छन् बलात्कार भएर तपाईँको बच्चाले घुम्न जानुभएको छ मुस्ताङ्गे मनाङ कतातिर पनि तपाईँलाई मजा आइरहेको होला है आफ्नो छोरीलाई हस्पिटल लिएर जाँदा गाडी एकछिन रोकाएर सिंहदरबार डलाइदिन्छु भन्ने मान्छे अर्का छोरीलाई त्यस्तो गरेर मार राखेर तपाईँ घुम्न जाने मजा आइरहेको है तपाईँलाई भ्युज राम्रो आउँछ तपाईँको लाइक राम्रो आउँछ फोटो चाहिँ बाबा मन्दिरको अगाडि ट्याक्क पोस्ट दिएर खिचेर हाल्नु है मन लाइक गरिदिनु तर नवीनाजी यो समाज भड्किलो अवस्थामा जानको लागि तपाईँहरू जस्तो पब्लिक फिगरहरूको अभियन्ताहरूको पनि ठुलो भूमिका छ भन्ने कुरा छ तपाईँहरूले पनि ठिक ढङ्गले अभिव्यक्ति नदिँदाखेरि चाहिँ समाज भड्किलो स्थितिमा पुग्यो भन्ने पनि एक समालोचना भयो तपाईँहरूले ठिक ढङ्गले अभिव्यक्तिहरू नदिँदाखेरि बोल्ने तरिका ढङ्ग भनेको आफ्नो आफ्नो हुन्छ मैले जनताले यही सिकेँ होला मलाई रिस उठ्दा मैले यही बोलेँ होला म साथीभाइसँग यही बोल्नु हुर्केँ होला आफ्नो तरिका हुन्छ बोल्ने तर यस्तै राइट कुरा गरेको थिएँ कि रङ कुरा उठाएको थिएँ त त्यो त पुग्नु पर्यो नि त यार होला मेरो बोल्ने तरिका यही छ म ठाडो बोल्छु चिप्लो हातमा बोला मैले यसरी काहीँ पनि न्याय दिनु भन्न आएन होला मलाई मेरो जस्तो तरिका छ त्यस्तो तरिकाले न्याय माग्छु नि म तर शैली यहाँनिर के भन्छ नि नवीनाजी पछिल्लो समयमा सरकारको बोल्ने शैली भएन रे खरो बोल्यो हेर्नु त पछिल्लो समयमा खगेन्द्र सोनारले कडा दिएको छ तपाईँले नि हेर्नुभयो पनि तपाईँले नि दिनुभयो तपाईँले नि सपोर्ट गर्नुभएको छ तर त्यस्तो व्यक्ति टिक्दैन के यहाँ हुँदैन रे हेर्नुहोस् न हाम्रा बाबाहरूले सपोर्ट नगरे हो नि हामीले सपोर्ट नगरे हो सरी हामी सुरुमा भोटामा जब पनि हालै भन्दा त्यसैमा ठोकेर आउँथ्यौँ हो त्यो त होइन रुखमा हालै भन्थ्यो रुखैमा हाल्थ्यौँ भैँसाडोमा हाल्यो भन्थ्यो त्यही हाल्थ्यौँ तपाईँ कुनै न कुनै काम गर्नु राम्रो लागेर त बाबाले त्यही सिकाएर है अब यतिखेर नयाँ पुरानोले गरेको हामीलाई मन परेन कसैलाई न्याय पनि दिएन देश पनि बनेन त्यही भएर हामीले नयाँलाई पठाएको नयाँलाई पठाउँदा झन् दिन डाँडै यस्तो यस्तो धम्की अब त धम्की के पहिला के युग थियो अरे एकपल्ट ढुङ्गे युग होइन खोइ के कलियुग सत्ययुग देश कुनै के शासन राणा शासनको कुरा गर्नु धम्की दिँदैन थियो अहिले त धम्की आउँछ दिन डाँडै होइन अहिले तपाईँलाई धम्की आउँछ र भने नवीनाजी धम्की आउँछ तपाईँलाई सामाजिक सञ्जाल खोलेर हेर्नुहोस् हजुर मलाई चिनेर त आउनुभएको क्यामेरा केही नभन्नु न नवीना भन्ने नाम पनि थाहा छ हजुरलाई मेरो बारेमा केही नहेरिकन तपाईँलाई गाली आउँछ भनेर अघि सोध्नुभयो अनि अहिले धम्की आउँछ भन्नुहुन्छ मेरो बारेमा केही नहेरेर त हजुर यहाँ बोल्न आउनु भएन बस्नु हो कि होइन हेर्नुहोस् सामाजिक सञ्जालमा अझै त्यो धम्की दिनेमा तपाईँ त गर्नु भएन होइन होइन तपाईँलाई पर्सनल्ली धम्की आउँछ पर्सनल्ली भन्नु थ्रेट आउँछ भन्नु म्यासेजमा त सबैले आउँछ म्यासेजमा धम्की आयो हामीलाई पनि आउँछ नि रेप गरेर मारिदिन्छु भन्छ न
मलाई त्यो गर्न त मिलेन मलाई मेरै खालको गाली हो। होइन मलाई भन्नु न तपाईँले रेप गरेर मार्दैछ भन्दा के म छोरी मान्छे भएको भए मैले पनि त्यो भोग्थेँ होला। मैले सबै चुप्लाएर बस्नु गर्ने भयो चुप्लाएर बस्नु त्यसो भए तर तपाईँले यो धम्कीको कुरा गर्नुभयो भोलि तपाईँ होइन। त्यति बेला धम्काएर के गर्नुहुन्छ तपाईँको पहिला मैले फलान मेरो घरमा आएर तँलाई रेप गरेर मारिदिन्छु केटाहरू त्यसलाई त साइबर उपचार